के सोचेको थिएँ के भइदियो। सो हेलो फ्यामिली, तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो दमदार नयाँ भ्लगमा। आज चाहिँ म बिहान उठेर मलाई के जोस चढ्यो होइन, म चाहिँ बिहान जुरुक्क उठेर चल्दिएँ बजारतिर। अहिले चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि झोराट जाँदैछु। झोराट आइसकेँ। म झोराट किन आएको भन्दाखेरि म इक्जाम सेन्टर हेर्न आएको, हाम्रो इक्जाम कहाँ हुन्छ भनेर। ल फाइनली यो रहेको छ हामीले इक्जाम दिने स्कुल। यो स्कुलमा मैले इक्जाम दिने छु 12 को। स्कुल फेरि बब्बाल ठुलो रहेछ, 3 तला। यो साइडमा फेरि उता कति लामो हो। भित्र चाहिँ जान मलाई अलिक कस्तो लाग्यो, त्यसैले म भित्र चाहिँ गएन, बाहिरैबाट मस्तसँगले हेरेको। बब्बा लाग्यो मलाई। झोराटबाट घर आएँ। घर आउने बित्तिकै दोकान पठाइहाल्नु भयो। दोकानबाट सामान ल्याएँ अनि चट्ट खानेकुरा ल्याएर दुधसँग चोबेर खाएँ मस्तसँगले। इक्जाम दिने स्कुल हेरेर आइसक्यो, इक्जाम पनि आउन आँटिसक्यो भनेर पढ्न थालेँ एकछिन। अनि म यहाँ दोकान आएर हेरेको त दाइ मस्तसँगले वायरिङ गर्दै हुनुहुन्छ। तपाईँको घरतिर पनि केही टुटेको फुटेको छ भने ल्याउनु, यहाँ हरेक थोक रिपेयरिङ हुन्छ। तपाईँहरू मलाई पनि सपोर्ट गर्नुहोस् न। थ्याङ्क यू फर वाचिङ।